यो पहिल्यै हुनुपर्ने भनेर चाहिँ न्युजहरू पनि आयो होइन, टाइममा हुन चाहिँ सकेन होइन। अहिले जे भए पनि ढिला भए पनि हुँदैछ। त्यसको लागि एकदम यो नेपालमा रहनु हुने भलिबल प्लेयरहरूको लागि एकदम ठुलो अवसर पनि हो। त्यो भलिबल खेलेर पनि प्रोफेसनलिजम हुन्छ भन्ने चाहिँ देखाइरहेको छ यो गेमले गर्दाखेरि। अब यो पहिलो गेम कसरी सञ्चालन हुन्छ, नेक्स्ट टुर्नामेन्टबाट अझै खेलाडीलाई राम्रो हुन्छ भन्ने आशा गरौँ। यो एकदम भव्यताको साथ सम्पन्न हुन्छ भन्ने आशा गरौँ। अब गण्डकीकै टिम होइन, अन्नपूर्णले अब आफ्नो एउटा होम टिम जस्तो पनि गाउँको टिममै समावेश हुनुभएको छ होइन। अब त्यसको लागि चाहिँ गण्डकीकै रिप्रेजेन्ट गरेर खेल्न कति सजिलो हुनुहुन्छ, त्यहाँको फ्यानहरूलाई ओभरअल नेपालभरिको भलिबल फ्यानहरूलाई के भन्नु? पहिला पनि लोकल्ली गण्डकी प्रदेशबाटै खेलेको प्लेयर भएर हुन्छ पनि अन्नपूर्ण स्ट्राइकर किङ आफ्नै होम क्राउडमा चाहिँ एकदम खेल्नको लागि एक्साइटेड छु। अब अलिकसम्म ग्याप भयो, त्यही पनि मेहनत गर्दैछु। अब अन्नपूर्ण स्ट्राइकर किङ्सबाट चाहिँ अब प्रतिनिधित्व गर्दै एनबिएलमा पहिलो अनुभव पनि हुँदैछ। यदि पहिल्यै भएको भए अब गइँदैन थियो होला पनि। अब अहिले पनि स्थान लिएर चाहिँ आइरहेको छु। जस भलिबलमै बेला बेलामा कन्टिन्युटी गरिरहेको छु। नेपाली दर्शकमा चाहिँ एकदम माया छ भनौँ। पहिला चाहिँ सीमित क्लबहरूले मात्रै विदेशी प्लेयरहरू आउँथ्यो होइन। त्यसमा 6 टिममा 3 जना गरेर 18जना विदेशी प्लेयर आउँछ, डिफ्रेन्ट कन्ट्रीको प्लेयरहरू आउँछ। ती प्लेयरहरू आएर नेपाली प्लेयरहरू सँगै खेल्दा चाहिँ अब कस्तो हुन्छ? अब सबै टिममा विदेशी प्लेयर भएर खेल्दा चाहिँ त्यस्तो एक्साइटमेन्ट कस्तो होला? यसले चाहिँ अब नेपाली प्लेयरहरूको चाहिँ इन्टरनेसनल टुर्नामेन्ट चाहिँ एकदम न्यून हुने हुँदा चाहिँ खेलाडीहरूलाई एक्सपोजर पनि हुन्छ। अब यो नेपालमा खेलिरहने खेलाडीहरूलाई चाहिँ नेक्स्ट टुर्नामेन्टहरूमा चाहिँ केही हेल्पफुल हुन्छ, केही नयाँ कुरा सिक्ने अनुभव पनि हुन्छ। अब विदेशी चाहिँ अब एक्सपिरियन्स प्लेयरहरूबाट चाहिँ आएर हेरेर पनि धेरै कुरा सिक्न सकिन्छ। अब साथमा सँगै खेल्दा पनि अब नयाँ प्लेयरहरूलाई पनि अब यो एनबिएलले गर्दा चाहिँ प्रोफेसनल हुँदैछ भन्ने भनेर आशा लागेको छ। आगामी दिनहरूमा पनि अब नेपाली प्लेयरहरूले पनि धेरै कुरा सिक्ने अवसर हुन्छ। यो लिगहरू चाहिँ आगामी दिनहरूमा पनि यस्तै गरी चलोस् भन्न चाहन्छु। अब भलिबल पछिल्लो समय चर्चा भइरहेछ, ऱ्याङ्किङमा नि बढ्यो। महिला पुरुष दुइटै टिम, राष्ट्रिय टिमले पनि अब खेलिरहेछ। नेक्स्ट इयर मेन्सको काबा ऱ्याङ्किङ टुर्नामेन्ट नेपालमै हुँदैछ भनेर क्यालेन्डर पनि आइसकेको छ। अब तपाईँको पनि एउटा राष्ट्रिय टिममा खेल्ने चाहना छ। यो लिग मार्फत र अन्य भलिबल टुर्नामेन्टहरू हुँदै गर्दाखेरि चाहिँ फेरि एउटा नेसनल टिममा नेपालबाट जर्सी लाएर खेल्ने अब रविको चान्सेस चाहिँ कतिको छ र यो लिगले त्यसको लागि कतिको चाहिँ त्यो फ्युचर छ? यो एउटा चाहना हुन भन्दा पनि अब पर्फर्मेन्सले चाहिँ डिसाइड गर्ने कुरा हो। अब यदि पर्फर्मेन्स राम्रो गर्न सकियो भने चाहिँ त्यो कुरा पनि होला। अब त्यत्तिकै अब भर्खरै भन्न सक्ने अवस्था चाहिँ होइन। अब भलिबलमा चाहिँ अब पर्फर्मेन्स राम्रो गर्न सकेपछि त्यो नहोला भन्न सकिन्न। थ्याङ्क यू। ओके, नमस्कार। स्वागत छ। एकदम धेरै धेरै शुभकामना। आगामी एनपिएल लिगमा चाहिँ अन्नपूर्ण स्ट्राइकर टिम तर्फबाट खेल्दै हुनुहुन्छ। वी आर सो ह्याप्पी टु हेभ यु इन आवर टिम है। अब हामी चाहिँ एउटा चाहिँ नेपालमै पहिलोचोटि हुलाको यो चाहिँ नेपाल भलिबल लिगलाई चाहिँ नि एकदम भव्यताका साथ सफलतापूर्वक सम्पन्न गर्नेछौँ। रविको पर्फी धेरै नै राम्रो हुनेछ भन्ने कुरामा एकदम आश्वस्त हुँदै स्वागत गर्न चाहन्छु। रविलाई स्वागत गर्न बहुत धेरै खुसी छु। धन्यवाद। थ्याङ्क यू। अन्नपूर्ण ओके,